वेलकम ब्याक टु माई मिनी ब्लग होइन। म आज चाहिँ खेततिर आइरहेको थिएँ। खेतमा किन आएको भने म खास गरी भन्नुपर्दा पानी अलैँचीमा पानी लगाइरहेको थिएँ। अस्ति नै लगाएको थिएँ अनि त्यहाँदेखि आज यसो टालटुल बन्द गरिदिनु पऱ्यो। पानी अब बेसी भयो भनेर बन्द गरिदिनु आएको। चिसो चाहिँ यस्तो चिसो छ कि लास्टै चिसो छ बन्द गरिदिनु पऱ्यो। पर अघि बन्द गरिसकेँ, अब यता बन्द गरिदिनु पऱ्यो। यो अलैँची चाहिँ यस्तै हो, यस्तै छ। यता तल सुन्छ अलैँची चाहिँ, यता माथि पनि छ अलिकति। यतामा चाहिँ हुन्छ। यहाँ हिउँदो लगाएको त्यो पानी चाहिँ यस्तो भनेर यहाँ पनि बन्द गरिदिनु पऱ्यो। यहाँ पनि बन्द गरिदिइसकेँ मैले। अब लास्ट एउटा छ बन्द गर्ने ठाउँ, त्यो भनेको यहाँ यो हुन चाहिँ टक्क यतापट्टिको यो चिसो चाहिँ सोचेथ्यो जुन अलैँची झारीमा छिरियो छिर्न चाहिँ यहाँ पनि बन्द गरिदिन्छ। अलैँचीको फुल चाहिँ यस्तै हुन्छ है। यो फुलहरू झ्याप्प लागिरहेछ। एक दुई दिनमा फाल्नुपर्ने हुन्छ, यस्तो हुन्छ। यही हो फल लाग्ने भनेको यही हो अलैँचीको। फुल अहिले फुल्दैछ, फुल्ने बेलामा अलिअलि पानी लगाइदिनुपर्छ। एकदम फुल राम्रै छ यसपालि अलैँची खानु चाहिँ। ल हस् त, धन्यवाद। आजको लागि यति नै। सबैजनाले माया देखाइदिनु होला, सब्सक्राइब गरिदिनु होला।